कठाइँदैन। प्लेन उडान हुनुभन्दा 1 घण्टा पहिले खिचेर फेसबुकमा पोस्ट गरेको यो फोटो पुरै फ्यामिली कति खुसी छन् है। यो खुसी दैवले पनि देख्न सकेन के। उहाँहरूलाई के थाहा यो खुसी नै अन्तिम खुसी हो भनेर। हुन त मर्नेहरूलाई कहाँ थाहा हुन्छ म कति बेला मर्छु भनेर है। त्यसैले त भनिन्छ मर्ने तिथि मिति कहिल्यै पनि तोकिएर आउँदैन। मान्छेहरूले कति बेला कहाँ गएर के भएर आफ्नो ज्यान गुमाउनु पर्छ थाहा नै हुन्न। यो साना साना बाबुहरूको ओठमा मुस्कान, यो पुरै फ्यामिलीको यो मुस्कान अन्तिम थियो भनेर कसलाई पो थाहा थियो। अकालमै गएको ज्यान है तडपी तडपी कति खुसी थिए परिवार पुरै। तर के गर्नु, जाने दिन पुगेपछि मर्नु पर्दो रहेछ है। यस्तै हो के मान्छेको जिन्दगी। त्यसैले 2 दिनको जिन्दगीमा घमण्ड होइन महोदय, हाँसेरै बाँचौँ। यस्तो कालो दिन त कसैको पनि नआओस् है, दुश्मनको पनि नआओस् यस्तो दिन। कति रमाइलो फ्यामिली, मर्न त धेरै मर्नुभयो, धेरैले ज्यान गुमाउनु। तर उहाँहरूको जुन यो तस्बिर छ नि, तस्बिरमा देखिएको खुसी, यो खुसी सधैँ सधैँको लागि अन्त्येष्टि हुने रहेछ भनेर कसलाई देखेर थाहा होइन र। जहाँको भए पनि, जुन ठाउँको भए पनि मान्छे त मान्छे हो नि है। रगतको नाता मात्र आफ्नो हुँदैन नि है। एउटा पीडा जसलाई परे पनि यस्तो पीडा त कसैलाई पनि नहोस्, यस्तो कालो दिन त कसैको पनि नआओस् है त। साँच्चै एकदमै मन छोयो के यो साना साना बाबुहरूको ओठमा मुस्कान हेर्नुहोस् त, पुरै फ्यामिलीको केही छेडको खुसी हेर्नुहोस् त। तर यो खुसी नै अन्तिम हुन्छ भन्ने उहाँहरूलाई पनि के थाहा होइन र।